अब छोरीको हात हामीलाई दिनु पर्यो। यहाँको कुराहरूलाई यति अब हामीहरूले स्वीकार्नु पर्ने कन्डिसन पनि हुन्छ त। त्यो भनेको चाहिँ धेरै गाह्रो भएको थियो खिच्नको लागि आफै मेन मान्छे क्यामेराम्यान अब हामी टाढाबाट आयौँ एउटा यो के हो भन्ने अब यिनीहरूको आफ्नो आफ्नो के यो हाम्रो बाबुआमाको कर्तव्य हो। अब छोरीको हात हामीलाई दिनु पर्यो। छोरीको हात के कस्तो अब हजुरले के कस्तो सम्झिनु भइरहेछ। अब हाम्रो एउटा मान्यता यसो अब परम्पराहरूलाई यसो अब जगाइराख्नुपर्छ, नाच्नु हुँदैन। हाम्रो हजुरहरूले मागेको हात उनीहरूले चाहिँ आफू आफूमा मागेको हातलाई चाहिँ मान्यता दिनुपर्ने हुन्छ। मतलब ठिकै छ, अब यहाँहरूको कुराहरूलाई यति अब हामीहरूले स्वीकार्नु पर्ने कन्डिसन पनि हुन्छ त। अब उनीहरूको राम्रो नै हाम्रो खुसी हो। जीवन जिउने उनीहरूले हो, कसरी जिउँछन् भन्ने कुरो चाहिँ अब चाहिँ इष्टका कुराहरू चाहिँ उनीहरूका कुरा हुन्। हामीहरूले चाहिँ एउटा चाहिँ सद्भाव राख्ने हो, शुभकामना दिने हो। हामी आयौँ अब। Officially engaged today. अहिले चाहिँ अब उयो आशीर्वाद दिने कार्यक्रम बाबुलाई गरेपछि नानीलाई अब बाबा मम्मीको खुसी र नानी बाबुको खुसी चाहिँ मिसाएका छन्। यो चाहिँ जुनीसम्म चाहिँ रहिरहोस्। एकदमै चाहिँ हाँसी खुसी देखिरहन पाऊँ। नानी बाबुलाई चाहिँ जिम्मेवारी अलिक खटिएको छ। त्यो भनेको चाहिँ यो पनि लिने Clap. ठुलो हुन्छ क्या मैले अन स्केच लगाएको
यो आज होइन भोलि काम त यो काम गर्दैछ म पनि काम छैन राखै छ सानो भयो क्या भयो ठिक छ त्यो उल्टा सुल्टा चाहिँ हेर्न अनलाइनमा खाइहाल्छ कति बुढो त लगाउँदैन तर चस्मा लगाएर के गरिस् म गर्छु पुरा खोलिँदैन नि गराउनु पर्ने रहन्छ फोटोसुट सक्यो धेरै गाह्रो भएको थियो खिच्नको लागि आफै मेन मान्छे आफै क्यामेराम्यान मिलाउनुलाई गाह्रो भएर कस्तो भयो त आजको दिन भोक भोकै सबैजना राम्रो भयो भोक लागिरहेको थकाइ लाग्यो एकदम धेरै त्यही त नि ह्याप्पी लाइफ ह्याप्पी लाइफ ह्याप्पी फुलमाला ह्याप्पी फुलमाला ह्याप्पी विजय दशमी यसमा चाहिँ चुरुम्मै हाम फाल्ने मन त जसलाई पनि अहिले त्यस्तो गर्नु भएको छ